यो डोल्पामा अङ्गुर फलिरहेको है मैले यहाँ देखाउँदैछु हजुरहरूलाई। यतिकै यो बारमा लगाइदिएको अङ्गुर यस्तो गजबले हजुरले देख्न सक्नुहुन्छ। यसको लहराहरू पनि यति मोटा मोटा भएका छन्। यस्तो गजबले फलेको छ कि यो हेर्नुहोस् त। यहाँ एउटा हरियो जात छ भन्नुहुन्छ, अर्को चाहिँ कालो जात छ भन्नुहुन्छ यहाँ कृषकहरूले। र यसलाई कुनै पनि प्रकारको मेहनत गर्नुभएको छैन उहाँहरूले। र यतिकै बारमा गएर मजाले फलेको छ। यसले के देखाउँछ भन्दाखेरि यहाँ अङ्गुरको प्रचुर सम्भावना छ। हेर्नुहोस्, यो प्राकृतिक रूपमै पनि एकपटक लगाइदिइसके पछाडि यस्तो मजाले फलेको छ भने यहाँ हामीले व्यावसायिक रूपमा विभिन्न जातहरू अथवा यही जातलाई पनि अलिकति राम्रोसँग व्यवस्थापन गरेर यसको ट्रेनिङमा ध्यान दिने, मलखाद व्यवस्थापनमा ध्यान दिने भने यो आय स्रोतको एउटा राम्रो माध्यम बन्न सक्छ जस्तो मलाई लाग्छ। हेर्नुहोस् त कस्तो मजाले एकदम गजबको फ्लावरिङ भएको छ। यी फ्रुटिङ भएको हजुरहरूले देख्नु भएको छ। साना फुलहरू यहाँ मजाले फुलिरहेका छन्। यो कुनै फ्रुट सेट पनि भइसकेको रहेछ। हेर्नुहोस् है। अब यस्ता बालीहरूको पहिचान गरेर हामीले अलिकति यो कर्णाली क्षेत्रमा अङ्गुर खेतीलाई प्रवर्धन गर्न सकिन्छ है। थ्याङ्क यू सो मच फर वाचिङ। नमस्ते।